नमस्कार। मैले चाहिँ 1 किलो डल्ले खुर्सानी लिएर अचार बनाउन लागिरहेको छु। त्यसलाई आधी चाहिँ मैले मसिन चप गरेँ। त्यस पछाडि 4वटा निब्बा लिएर त्यसलाई राम्रोसँग पखालेँ। पखालेर बिचबाट त्यसलाई काटेँ ताकि त्यसलाई निचोड्न सजिलो होस् भनेर। त्यस पछाडि मैले चाहिँ चप गरेको लसुन लिएँ। त्यस पछाडि एउटा जुसरमा चाहिँ सबै जुसहरू राम्रोसँग निकालेँ। हातले निचोड्दाखेरि चाहिँ एकदमै गाह्रो हुन्छ, राम्रोसँग निस्किँदैन। मैले जुस निकालेँ, यति राम्रोसँग जुस निस्किएको छ। यो चाहिँ निबुवाको 4वटा निबुवाको रस हो। त्यस पछाडि करे बसालेर तोरी राखेर मजाले त्यसलाई भुटेँ। त्यस पछाडि मैले मरिच अनि ल्वाङ सुकमेल हरू त्यसमा राखिदिएको छु। त्यस पछाडि मैले तातिसके पछाडि करे तातेपछि त्यसमा सोप पनि मैले यसमा राखिदिएँ। सोप अलि धेरै नै राखेको छु, त्यसको स्वाद पनि राम्रो आउँछ भनेर। त्यसपछि मैले टिमुर पनि मैले त्यसमा राखिदिएँ। टिमुरको नि एकदमै राम्रो स्वाद आउँछ। त्यसलाई मजाले भुटे पछाडि अघिकै तोरीकै भाँडामा खनाएँ। त्यसलाई चलाइसकेपछि एउटा मिक्सरमा हालेर मैले मजाले त्यसलाई चाहिँ ग्राइन्ड गरेँ र यतिको धुलो भइसके पछाडि मैले त्यसलाई फेरि एउटा बलमा खनाएँ र हाम्रो चाहिँ मसला तयार भयो। र त्यसै मिक्सरमा मैले डल्ले खुर्सानीलाई पनि राखेँ, अघि चप गरेर राखेको, र अघि चप गरेको लसुनलाई पनि मैले त्यसैमा राखेँ। धन्दै अब आधी जति नै हुन्छ। यसलाई मजाले ग्राइन्ड गरेँ। अलिक खस्रो नै राख्नुपर्छ, मसिनो गर्दाखेरि बढी नै हुन्छ, लेदो हुन्छ। यसलाई पकाउनु पनि पर्ने भएको भएर यतिको भइसके पछाडि यस्तो निकाल्नुपर्छ र एउटा बलमा मैले फेरि राखेँ यसलाई। यसरी राखिसकेपछि एउटा कराई राखेर बसालेर मैले चाहिँ तेल राखेँ। त्यस पछाडि मेथी फुराएँ। मेथी फुराइसके पछाडि यो मेथी राम्रोसँगले फुरिसकेको छ। अब अघि ग्राइन्ड गरेको मैले लसुन र डल्ले खुर्सानीको पेस्टलाई त्यहाँ राखेँ। एकदम खारा आउने भएको भएर हामीले चाहिँ झ्यालहरू फ्यानहरू खोलेर गर्नुपर्छ। यो खुर्सानीको एकदमै धेरै खारा आउँछ। यसलाई राम्रोसँग चलाउँछु र त्यसलाई मजाले घोल्नुपर्छ, चलाइराख्नुपर्छ। जब कि त्यो टाँसिँदैन चलाइराख्यो भने। मजाले त्यसलाई चलाउँदै पकाउनुपर्छ। लसुन पनि मजाले त्यसमा मिसिसकेको छ र अघि तयार पारेको मसला चाहिँ मैले त्यहाँ हालेँ र अलिकति हिङ पनि मैले त्यसमा लगाइदिएँ र त्यसलाई पनि फेरि राम्रोसँगले चलाएँ। चलाएन भने चाहिँ तल टाँसिन्छ। र अघिको मैले निचोरेको कागतीको निबुवाको रस छ, त्यसलाई पनि मैले राखिदिएँ र बेसार त्यसमा ठिक्क बेसार राखेँ आफूलाई आवश्यक पर्ने। त्यस पछाडि नुन राखेँ। नुन चाहिँ अलिक बढी नै राख्नुपर्छ, अमिलो पनि त्यत्तिकै हुन्छ र पिरो पनि भएको भएर नुन चाहिँ अलिक मजाले नै राख्नुपर्छ। र त्यसलाई फेरि मजाले चलाउनुपर्छ। यसरी चलाइराखे पछाडि तल टाँसिँदैन पनि र अचार पनि राम्रोसँगले पाक्छ र सबै हाम्रो अघिको मसलाहरू नुन बेसार पनि राम्रोसँग लाग्छ। र यसरी मजासँगले फत्किसके पछाडि चाहिँ यसले बिस्तारै त्यो सुकेर तेल यसरी तेल निक्लिन्छ माथि, रस सबै सुक्छ र यति बाक्लो खालको अचार बन्छ। तपाईँहरूले देख्न सक्नुहुन्छ कति राम्रो बाक्लो खालको अचार बनेको छ। र यसलाई बाँकीको आधा किलो चाहिँ मैले एउटा सफा भाँडामा हालेर त्यसमा नुन राखेर पछिको लागि भनेर अलि धेरै नै नुन राखेर यसलाई बन्द गरिदिन्छु। म चाहिँ यसलाई चाहिँ मजासँग नुन राखेको छु। यो चाहिँ पछिसम्म हुन्छ। तपाईँहरूले यसमा भेनेगर पनि हाल्न सक्नुहुन्छ। मैले चाहिँ हालेको छुइनँ, नुन मात्रै यसमा राखेको छु, अरू केही राखेको छैन। र त्यो अचार सेलाइसके पछाडि चाहिँ एउटा हावा नछिर्ने एउटा सिसाको भाँडामा मैले यसरी हालेर बन्द गरिदिएँ। यसो तपाईँहरूले देख्न सक्नुहुन्छ 1 किलो डल्ले खुर्सानीको अचार। यो अचार चाहिँ तपाईँहरूले थुक्पामा पनि खान सक्नुहुन्छ, आफूले खानासँग पनि खान सक्नुहुन्छ। र यो अर्को खुर्सानी चाहिँ भएको खुर्सानी चाहिँ
तपाईँहरूले पछि पनि सब्जीहरूमा पिसेर अथवा टोकेर खान सक्नुहुन्छ। तपाईँहरूले पनि यसरी नै बनाउनु होला र राख्नु होला। यो खुर्सानीको सिजनमा, सस्तो भएको सिजनमा राख्नुभयो भने पछिलाई पनि काम लाग्छ। हस्, धन्यवाद।